अस्ति म बिरामी भएर अस्पताल जाँदा मैले एउटा यस्तो मेसिन देखेँ जसले मान्छेको फेसमा मास्क छ कि छैन भनेर डिटेक्ट गर्छ। अब मेसिन चाहिँ बब्बा लाग्यो मलाई, बट यो मेसिनलाई बनाउने कसरी भनेर म सोचिरहेको थिएँ। त्यसपछि मलाई आइडिया आयो कि हामीले CNN को हेल्पबाट यस्तो प्रोजेक्टहरू मस्तले गर्न सक्छौँ। अब CNN पनि एउटा न्युरल नेटवर्क हो जसले चाहिँ फोटोहरू या फिर भिडियोहरूमा एकदम बबाल पर्फर्म गर्छ। सो आई थिङ्क यो प्रोजेक्टको लागि CNN नै बेस्ट हुन्छ। त्यसपछि त सेम ओल्ड प्रोसेस, जाने एउटा डेटा सेट ल्याउने, हाम्रो CNN आर्किटेक्चरमा त्यो डेटा सेटलाई ट्रेन गराउने र हाम्रो मोडल बुम रेडी हुन्छ। अबको हाम्रो नेक्स्ट स्टेप भनेको यसको लागि एउटा बबाल UI बनाउनु हो। त्यसपछि मैले सिम्पली यो स्ट्रिमलिफ्टबाट UI बनाएँ जसमा हामीहरूले फोटो अपलोड गर्नुपर्छ र फोटामा भएको मान्छेले मार्क्स लगाएको छ कि छैन भनेर हाम्रो मोडलले प्रिडिक्ट गर्छ र हाम्रो मोडलले एकदम करेक्ट प्रिडिक्ट पनि गरिरहेछ। बट मैले जुन सिस्टम अस्पतालमा देखेको थिएँ त्यहाँ चाहिँ लाइभ डिटेक्टर थियो के, मतलब एकदम भिडियोबाट डिटेक्ट हुन्थ्यो। र एक्चुअलीमा मलाई पनि यस्तै सिस्टम चाहिएको थियो, मतलब भिडियोबाट मार्क्स लगाएको छ कि छैन भनेर डिटेक्ट होस्, त्यो पनि लाइभ। त्यस पछाडि मैले सिम्पली ओपनसिपीमा यो कोड लेखेँ र हाम्रो UI रेडी भयो। लेट्स रन दिस। एन्ड एज यु क्यान सी त्यस पछाडि हाम्रो ल्यापटपको जुन वेब क्याम हुन्छ त्यो ओपन हुन्छ र यसले हामीलाई मार्क्स लगाएको छ कि छैन भनेर लाइभ डिटेक्ट गरिरहेछ। यदि मैले मार्क्स लगाएँ भने सी मार्क्स भनेर देखाइरहेछ, र यदि मैले मार्क्सलाई रिमुभ गरेँ भने यसमा मार्क्स रिमुभ भयो भनेर देखाइरहेछ। मतलब हाम्रो मोडलले टोटल्ली काम गरिरहेछ। बट यसको लागि हल्का लाइटिङ चाहिँ सही हुनुपर्छ र मैले यसलाई डिफ्रेन्ट लाइटिङहरूमा नै ट्राई गरेँ एन्ड इट्स वर्क फाइन। आई मिन इट्स नट अ पर्फेक्ट बट दिस इज अ भेरी गुड मोडल एक्चुअली। एन्ड या द्याट्स इट। र मैले CNN को हेल्पबाट अरू पनि केही सिम्पल प्रोजेक्टहरू गराएँ लाइक डग क्याट क्लासिफायर एन्ड भेहिकल ड्यामेज डिटेक्सन। एक्चुअली भनौँ त CNN वान अफ द बेस्ट आर्किटेक्चर भनौँ या फिर वान अफ द फन आर्किटेक्चर हो डिप लर्निङको, जहाँ काम गर्न मतलब बबाल मजा आउँछ नि। र यो आई थिङ्क हाम्रो CNN को कतिको प्रोजेक्ट हो, आई थिङ्क सेकेन्ड। र यसमा मैले क्याट डग क्लासिफायर पनि गरेँ भनेपछि थर्ड पनि भनौँ। र सेकेन्ड र थर्ड प्रोजेक्ट चाहिँ आजको हामीहरूको रिलमा कभर भयो। र नेक्स्ट टाइम को भुकिरहेछ र नेक्स्ट टाइम हामीहरू अझ बेटर प्रोजेक्ट गर्नेछौँ। बाई।